लाठी चार्ज भइसकेको छ। यो दृश्य हेर्न सकिन्छ भागम भागको अवस्था। गोली हान, हामी मर्न तयार छौँ, हामी मर्न तयार छौँ। जनता मारा, हुत्याएर जान माराहरू मार हामीलाई। अहिले हात चलाउन नि भएको छैन, हड्डी भाँच्यो जस्तो लागेछ हाम्रो भाइ। यहाँ हलो अड्काउन आएको जस्तै मात्र देख्छु कि म चाहिँ यो जेनजीको जुन आक्रोश थियो त्यो आक्रोशलाई रोक्न मात्रै हामीले फुल दिँदा हामीलाई गरिदियो। मर्दको छोराहरू भने गोली हानेर त हामी सिधै उभिरहेका छौँ, तर मौका छोपेर भित्र खुट्टाले नहान। हामीले सोचेका थियौँ त अचम्मै हुन्छ अब 25 गतेबाट त हामीले अब नयाँ नेपाल सुरु भयो भनेको थियो नि त। लास्टमा केही भयो, केही पनि भएन नि त। फुल लिएर आएको थियौँ, पुलिसलाई फुल दिन प्रहरी हाम्रो साथी हो भनेर। मलाई मात्र 11-12 लट्ठी भन्दा बढी हान्यो, अरूलाई पनि त्यति भन्दा धेरै हान्यो। जनरल फिजिशियन है, म मानसिक दिमागको डाक्टर हो। मानसिक पीडा बढी भएको मनमा सर। 12 लट्ठी खानु पर्यो जिन्दगीमा पहिलोचोटि। अहिले चाहिँ मलाई जिन्दगीमा स्कुलमा सरले पनि हानेको थिएन। मेन्टल हेल्थको डाक्टरलाई फिजिकल टर्चर, फिजिकल टर्चर दियो आज। इमोसनल त सधैँ थियो, फिजिकल पनि टर्चर भयो, सबै कुराहरू भयो। को चाहिँ प्रधानमन्त्री बन्नुपर्छ जस्तो लाग्छ? मेरो विचारमा चाहिँ रवि लामिछाने बन्नुपर्छ जस्तो लाग्छ मलाई अहिलेको एकचोटि। आजको दिनमा रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ भन्ने धारणा तपाईँ हुनुहुन्छ? हो, चाहिँ लाग्दैन। बालन प्रधानमन्त्री बन्छन् पनि उनलाई दिनुपर्छ भन्ने पनि लाग्दैन मलाई। मैले मात्र होइन, बालन खुद आफैले चाहँदैन नि त। जस्तो भदौको 23-24 गतेबाट उनको प्रधानमन्त्री लौ तिमी बन भन्ने थियो नि त, उनी बनेनन् नि। बालन र रवि एक ठाउँमा आउँछन्, त्यसो आउनै परेको भएर आएको हो नि त। अब पनि आउनै पर्छ, नआएर के गर्ने, कहाँ जाने? सिंहदरबार चाहिँ किन जान खोज्नु? हाम्रो माग राख्न नि। अनुमा त्यहाँनिर उभिएको हातमा आया फुलिसकेको छ पुरै। सक्षम देख्दिनँ होइन, हेर्दाखेरि केही पनि गरे जस्तै देखिँदैन। सुरुमा ओलीले त आफै त आउने कुरै हुँदैन। अब उनी मान्छे मार्नै रेडी हुन्छन् भने जब जाँच अहिले फेरि कहाँ जान? विदेशीले मारेर को? नेपाली मरे नि त। हाम्रो दाजुभाइ मरेको होइन, हाम्रो भाइहरू मरेको। कसरी आए? विदेशी कसरी आए? भदौ र 23-24 गतेको सबैको स्टेटस त्यही थियो क्या। मलाई लाग्छ त्यो दिन त एमालेका मान्छेहरूले नै गाली गरिरहेको थियो नि ओलीलाई। गौरीबहादुर कार्कीले मात्र कहाँ हो र? धेरै जनताहरू खुसी छन् रवि छुटेकोमा। रविलाई थुने पनि त उनीहरूले सरकारलाई 1 रुपियाँ दिए त दिएनन् नि त। प्रधानमन्त्री नै भागेको थियो भने रवि त निक्लिने नै भए होइन, त्यो स्वाभाविकै हो। अब अरू पनि त्यस्तै अवस्थै त्यही थियो नि त। एउटा कुरा चुनाव हुन्छ, हुनुपर्छ, अब के गर्ने? अप्सन के छ हामीसँग? हुनु परेन, जसरी पनि हुनु पऱ्यो नि। सेना लगाएर पनि हुनु पऱ्यो नि। सेना लगाएर पनि गर्ने होइन, गर्ने के त? लाठी चार्ज भइसकेको छ। यो दृश्य हेर्न सकिन्छ भागम भागको अवस्था। सिंहदरबार खाली गर भन्दै सिंहदरबारतर्फ प्रवेश लिन खोजिरहेका मिराज ढुङ्गाना समूहलाई प्रहरी प्रशासनले घेरा हालेको छ र यहाँ घम्साघम्सीको हामीले अवस्था सृजना भएको देख्न सक्छौँ। मिराज ढुङ्गाना समूह यहाँबाट अगाडि बढिरहेको दृश्य देख्न सकिन्छ। माइतीघर मण्डलाबाट अगाडि बढ्दै गर्ने क्रममा छ भने लाठी चार्ज भइसकेको छ। यो दृश्य हेर्न सकिन्छ भागम भागको अवस्था। गोली हान हामीलाई, लौराले हानेछ यहाँनिर। अनि गोली हान हामीलाई, गोली हान हामीलाई। होइन, हामी बोल्न नपाउने, हामी बोल्न नपाउने, हामी आन्दोलन गर्न नपाउने। गोली हान हामीलाई। हान्नु छ भने खुलेआम गोली हाने पाइन्छ, तर मौका छोपेर प्रहरीको दमन बढी भयो। पुरानै व्यवस्थामा छ सरकार। प्रहरीहरूले हामी सम्मान गर्दै, प्रहरीहरू पनि चोर सरकारलाई सहयोग गर्दैछ। त्यसैले प्रहरीहरू पनि ती मतियारका चोरहरूका भागभण्डा हुन्। गोली हान, हामी मर्न तयार छौँ, हामी मर्न तयार छौँ। गोली हान, मार हामीलाई। लट्ठीका लट्ठीले मलाई 10 लट्ठी, सबलाई लट्ठीका लट्ठीले मार हामीलाई। जनता मारा, हुत्याएर जान माराहरू मार हामीलाई। महिला पुलिसलाई खुट्टाले हान्दैछ। आन्दोलनमा हामीले फुल दिँदा हामीलाई गरिदियो। मर्दको छोराहरू भने गोली हानेर त हामी सिधै उभिरहेका छौँ, तर मौका छोपेर भित्र खुट्टाले नहान। यदि तेरो माइले आमाले आमाको दुध खाएछ भने सिधै हानेर बता जान खोजेको। अनि यिनीहरूले हामीलाई यसरी लट्ठी हान्ने। हामी यहाँ आइसकेपछि
हामी माइतीमा फर्केर शान्तिपूर्ण आन्दोलन गर्दै थियौँ मेरो यहाँ अहिले हात चलाउन नि भएको छैन यो हड्डी भाँच्ची जस्तो लागिरहेको छ एक्सरे गर्नुपर्ने छ मेरो 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 यहाँ छुन पनि भएको छैन सिंहदरबार चाहिँ किन जान खोज्नु भयो अब हाम्रो माग राख्न नि हाम्रा जेन्जीका मागहरू राख्न हामी जान नपाउने हामी घाइतेहरू शहीद परिवार लिएर हामीले त्यहाँ गएर हाम्रा मागहरू भन्न नपाउने होइन देश लुट्न पाउने हत्याराहरू बाहिर होइन ज्यानमाराहरू बाहिर होइन भ्रष्टाचारीहरू बाहिर हामी जस्तोले हाम्रो माग राख्न जान्छौँ भन्दा आज मेरो हड्डी भाँच्ची जस्तो लागेछ हाम्रो भाइ यहाँ छुनु यहाँ पनि छुनु भएको छैन यहाँ पनि छुनु भएको छैन होइन यस्तो नराम्रो शान्तिपूर्ण हाम्रो आन्दोलनमा दमन गर्यो एकदमै दुःख लागेको छ हामी फुल लिएर आएको थियौँ है फुल लिएर आएको थियौँ पुलिसलाई फुल दिन प्रहरी हाम्रो साथी हो भनेर तर लट्ठीले 2 लट्ठी हाने क्या हामीले शान्तिपूर्ण भनेका छौँ डाक्टर साहबकै हड्डी भाँच्ची कन्ट्रोल गरेर खबरदार भनेका छौँ प्रहरी साथीहरूले संयम गर्नु त 10-11 लट्ठी भन्दा बढी हाने मलाई मात्रै 11-12 लट्ठी भन्दा बढी हान्यो अरूलाई पनि त्यतिभन्दा धेरै हान्यो भनिसकेपछि सोच्नु होइन 14-16 लट्ठी तपाईँले प्रोटोकल मान्नु भएन रे सिंहदरबार निषेधित क्षेत्रमा किन जान खोज्नु भयो हामी हाम्रो माग राख्ने यसो बाहिर आएर हामी ततिर जाँदैछौँ त्यहाँ हानेको होइन हामीले शान्ति मलाई के हामी फर्केर माइतीघर आइसकेपछि माइतीघरमा हाने हामीलाई होइन माइतीघरमा आइसकेपछि माइतीघरमा आइसके हान्ने हो हामी त फुल लिएर आएको थियौँ प्रहरी हाम्रो साथी हो माया गर्नुपर्छ सब गर्नुपर्छ भनेर हामी माथि आज काँडा बर्साइदिने अनि लट्ठी बर्साइदिने गोली हान्न हामी गोली खान तयार छौँ 80 जना त मारी साला तोरीहरू अब हामीलाई पनि मार होइन हामी पनि मर्न तयार छौँ सबैजना मर्न तयार छौँ हामी अझै 1000 जना मर्न तयार छौँ हामी 1000 जनाभन्दा धेरै शहीद हुन तयार छौँ तर हाम्रा शहीदका सपना भाइको हालत हेर्नुहोस् न अब यहाँनिर मलाई अब यहाँ हेर्ला हेर्नुहोस् सुम्लै भयो क्या सुम्ले भयो नि सबैतिर डाक्टर साहब के भएको त्यो देखाउन मिल्छ म यो खोल्ने नसक्ने भइसक्यो डाक्टर साहब त जनरल फिजिशियन है के हो म मानसिक दिमागको डाक्टर हो मानसिक मानसिक पीडा बढी भएको मनमा सर शरीरको पीडा त बरु म सहिदिन्थेँ शहीदको पीडा घाइतेको पीडा नेपाली जनताको पीडा किसानको पीडा मजदुरको पीडा सहकारी पीडितको पीडा लघुवित्त पीडितको पीडा वैदेशिक रोजगार पीडितको पीडा पीडाले चाहिँ म नै पीडामा भयो कि देशको पीडाले गर्दाखेरि के आज बाहिर मेन्टल हेल्थको डाक्टरलाई नै आज मेन्टल्ली पुरै टर्चर गरे मेन्टल्ली त पहिलेदेखि टर्चर गरेर त म यस्तो विद्रोही भएको नि आनन्दले दस राम्रो बनाइदिएको भए जनताको माग पुरा गरिदिएको भए होइन सबैका कुरा सुनिदिएको भए त हामी आउँथेनौँ नि आज 10 12 लट्ठी खानु पऱ्यो जिन्दगीमा पहिलोचोटि अहिलेसम्म मलाई जिन्दगीमा स्कुलमा सरले पनि हाने थिएन पिट्थेन आजसम्म पिटेको थिएन पहिलोचोटि आज पिट्यो पहिलोचोटि आज लट्ठीले हाने हामी सबैलाई हाने मलाई मात्र होइन फिजिकल टर्चर दिए आज इमोसनल त सधैँ थियो फिजिकल पनि टर्चर भयो सबै कुराहरू भयो फेरि आउनै पर्यो नि अब सबजना आउनै पर्यो नि अनि देशकै लागि मरौँ न के छ र बाजे पनि देशका लागि मरे पनि देशका लागि केही फरक परेन गर्दै मर्योस् के जिउँदै मर्नु भन्दा बरु ठिकै छ मरौँ न साँच्चै केही गरेर मरौँ प्रकट गरेर मास हाम्रो चाहिने भन्दा बेसी छ आज देशव्यापी रूपमा भइरहेछ होइन अब पाण्डव 5 जना थिए कौरव 100 जना थिए पाण्डवले जिताएको थियो नि त होइन र सत्यको जहिले पनि जित हुन्छ होइन हामी त्यसैको पक्षमा छौँ सत्यको पक्षमा छौँ हामी त्यही भएर हात पुरै यो चलाउनै नमिल्ने भएको छ हातमै हान्यो नि म त भाग्न बचाउन खोजिरहेको थिएँ सबैले यता शान्त बनाउन खोजिरहेको थिएँ सबैजना भागी म किन भाग्नु अनि म त्यहाँनिर उभिएको हातमा आया फुलिसकेको रहेछ पुरै केले हानेको लट्ठीले हानेको उसलाई मलाई लट्ठी यो हिजो च्यातेको यो दमन त अब देखिहालिन्छ नि अब के गर्नु प्रहरीलाई साथी भनेर भनौँ दमन गर्छन् फुल दिएको थियौँ हामीले त अब शान्त रूपले हामी जान्छौँ भनेर खोजिरहेको जान्छौँ भनेर थियौँ प्रहरी प्रशासन र जेनजी युवा बीचको घम्सी तनाव टसल र रडाको दिनकै देख्न सकिन्छ यति बेला माइतीघर मण्डलामा दर्शकबिन हामी माइतीघर मण्डलामा छौँ र माइतीघर मण्डलामा संवादकै क्रममा छौँ हामीसँग यति बेला विकास साई हुनुहुन्छ उहाँलाई पक्कै पनि तपाईँले सामाजिक सञ्जालमा देख्नुभयो होला कन्टेन्ट क्रिएसन गरिराख्नुहुन्छ तमाम समाचारहरू पनि दिइराख्नुहुन्छ पत्रकारिताको काम पनि गर्नुहुन्छ तमाम उहाँको चाहिँ कामहरू हामीले देखिरहेको हुन्छौँ सामाजिक सञ्जालमा वान अफ द रमाइलो मान्छे राम्रो समाचार दिनुहुन्छ र उहाँको समाचारको नाम पनि सम्भवतः निष्पक्ष समाचार होइन निष्पक्ष समाचार रहेको छ उहाँ भर्खरै विदेशबाट नेपाल आउनुभएको छ विदेशी भूमिमा रहेर नेपाललाई माया गर्ने एउटा
राम्रो पात्र पनि हुनुहुन्छ उहाँ। हामी उहाँसँग संवाद गर्छौँ। नेपालको परिस्थितिलाई उहाँले कसरी हेर्नु भएको छ, जेएनजी आन्दोलन पश्चात देखिएको तमाम पाटाहरूलाई उहाँले कसरी केलाउनु भएको छ, विदेशको भूमिमा रहँदा उहाँ भर्खरै हालसालै नेपाल आउनु भएको छ, 1-2 दिन मात्र भएको छ नेपाल आएको होइन। नेपालमा आउँदै गर्दाखेरि यहाँको माहौल देखेर उहाँलाई कस्तो लागेको छ, संक्षिप्त कुराकानी गर्छौँ। विकासजी स्वागत छ। धन्यवाद तपाईँलाई। सबभन्दा पहिला त तपाईँको यो लोकतन्त्र टिभी मैले हेरेर हुन्छु, तपाईँको कतिपय क्लिपहरू पनि मैले लिएको हुँला, त्यसको लागि मैले क्रेडिट कहिलेकाहीँ दिएन पनि होला। मैले तपाईँलाई चिनिरहेको छु होइन, खुसी लाग्छ। थ्याङ्क यू भेरी मच। विकासजी, अब तपाईँ नेपाल आउनु भएको छ, विदेशी भूमिमा रहेर त्यत्रो चाहिँ काम सँगसँगै तपाईँले समाचार पनि दिने र सँगसँगै ब्लगहरू पनि बनाउने होइन। म पनि हेर्छु, तपाईँको एउटा दर्शक म पनि हो है। थ्याङ्क यू। त्यसको लागि थ्याङ्क यू सो मच। अब नेपालमा आउँदै गर्दाखेरि तपाईँले देख्नुभयो होला जेएनजी आन्दोलन पश्चात समीकरण फेरिएका छन्, अवस्था फेरिएका छन्। प्रथम दृष्टिमा नेपाल ल्यान्ड गर्ने बित्तिकै के देख्नुभयो? फेरिएका छन्, फेरिनु पर्थ्यो, परिवर्तन हुनु पर्थ्यो। नेपालको स्थिति हेर्दाखेरि म भने नि म विदेशतिर घुमिरहँदा पनि हाम्रो पासपोर्ट 101 नम्बरमा पर्छ, यति कमजोर छ, भ्रष्टाचारको हिसाबमा त्यस्तै छ। त्यो हुनाले फेरिनु पर्थ्यो, फेरियो। एकदम धेरै म खुसी छु। जेएनजीको आन्दोलन डेवानदेखि नै मैले एकदम सपोर्ट गर्दै आएको र अझै पनि मेरो समर्थन छ, त्यही भएर आज यसो समर्थन जनाऊ भाइहरूलाई भनेर आएको। आउनु भएको छ भनेको तपाईँको खुल्ला सपोर्ट छ? एकदम जेएनजीहरूलाई खुल्ला सपोर्ट नगर्ने भन्ने कुरै हुँदैन, गर्नै पर्यो नि। युवाहरू आउँदैछन्, राजनीतिमा चासो दिँदैछन्, सिक्दैछन्, देश चलाउँछु भन्दैछन् भने त हामीले समर्थन गर्नु, हामीले सकिएन उहाँहरूले गर्नु भने त फुल सपोर्ट छ मेरो। तर तपाईँले थाहा पनि पाउनुभयो होला या थाहा पाउने क्रममा हुनुहुन्छ होला, जेएनजीहरू एक रहेनन्, अब छिन्न भिन्न छन्, फरक जेएनजी छन्। जुन यस मिसनका साथ जेएनजीले आन्दोलन गरे त्यो मिसन प्राप्त भएको छैन, कसरी लिनुहुन्छ यो विषय? होइन, यो छुटछुटै जेएनजीहरू हुनु ठिकै हो के, किनभने धेरै छन् त नेपालभरिका युवाहरूले चासो लिनु राम्रो कुरा हो। कोही राजावादी छन्, कोही माओवादी छन् होइन, कोही अब विभिन्नवादीहरू होलान्, उमेर समूह हो नि त। त्यो हुनाले छुटछुटै हुन्छन्, हुनु पनि पर्छ, राम्रो कुरा हो। यो मान्छेले गलत देख्छन् कि यदि धेरै जेएनजी छन्, जति धेरै जेएनजी भएको त राम्रो हो नि त। धेरै जेएनजी भयो भने पो उनीहरूले चाहिँ विभिन्न किसिमको आफ्नो मुद्दा उठाउँछन् नि, ठिक छ, एकदम राम्रो छ, हुनुपर्छ, धेरै जेएनजी हुनुपर्छ। एकमत चाहिँ भएन नि, एकमत हुनै सक्दैन नि। अब हामी आफैमा त एकमत हुँदैनौँ भने यत्र नेपालभरिका युवाहरू कसरी एकमत हुन्छन् त? एकमत नहुनु केही फरक पर्दैन, ठिक छ। समस्या पार्न सक्छ? समस्या पार्दैन। झन् मान्छेहरू के हुन्छ भन्दाखेरि राजनीति सम्बन्धी जानकार हुन्छन् होइन। विभिन्न किसिमका जस्तो रेड फोर्स भनेर माओवादीले खोलेको छ, यसै गरी अहिलेका उहाँहरू मिराज ढुङ्गानाको भयो, भोलिन्टियर भयो, धेरै छ नि त। त्यो हुनु पऱ्यो नि सबैजनाको। अब अहिलेको जुन वर्तमान सरकारले काम कारबाही अगाडि बढाइरहेको छ, उहाँहरूको विषयवस्तु पनि तपाईँले केलाउँदै हुनुहुन्छ होला, 3 महिना बितिसकेको छ। उहाँहरूको सक्षमता असक्षमता के देख्नुहुन्छ? कति पर्सेन्ट मार्क्स दिनुहुन्छ उहाँहरूलाई अहिलेसम्म? उहाँहरूलाई म त केही पनि सक्षम देख्दिनँ होइन। हेर्दाखेरि केही पनि गरे जस्तै देखिँदैन। सुरुमा उनीहरू बिचमा यसो हलो अड्काउन आएको जस्तै मात्र देख्छु कि म चाहिँ। यो जेएनजीको जुन आक्रोश थियो, त्यो आक्रोशलाई रोक्न शिथिल पार्नको लागि मात्रै आएको जस्तो देखिन्न। केही काम गरेको देखिँदैन। सुरुमा 1-2 जना सुरक्षाकर्मीहरू फिर्ता बोलाएका थिए अलिअलि, बस त्यति नै हो। त्योभन्दा अरू केही पनि छैन। खै त के गरेछ, केही गर्न सकेन। यिनीहरूले कमसेकम केही नभने पनि सम्पत्ति शुद्धिकरण पनि गर्न सक्नु पर्थ्यो नि त। अनि यत्रो पैसा जलेको थियो, त्यो पैसा के हो भने पत्ता लगाउन सक्नु पर्थ्यो। धेरै ठुलो कुरै छैन नि त। त्यस्तो नर्मल कुरा जस्तो भ्रष्टाचार सम्बन्धीका फाइलहरू खोलेर नयाँ मान्छे पक्राउ गर्न पनि सक्थ्यो, त्यही पनि त गर्दैनन् नि। ठुल्ठुलो मान्छेलाई केपीले रमेश लेखक त यिनीहरूसँग डराएर अरू नर्मल कुरा पनि त गरेनन् के। भन्नुको मतलब यिनलाई चाहिँ के छ भन्दाखेरि उनीहरू आन्दोलन गरेका आएका मान्छे होइनन्। नआएपछि हामीले केही पनि गरे होइन, भोलि हामीलाई मुद्दा लगाइदिन सक्छन्। बरु यो सेटल गरेर छिटो छोडेर जाऊँ भन्नेमा छन् कि यिनीहरू। यो सेफ ल्यान्डिङ मात्र गर्नु, सेफ ल्यान्डिङ भन्दा बिचरा जेएनजीहरूलाई चाहिँ अल्झाउन मात्रै, उनीहरूको जुन एउटा आवेग थियो, जुन पावर थियो, त्यसलाई डाउन गर्न मात्रै हो। जस्तो माओवादी पनि आयो नि त, एक किसिमको उबार थियो, सल्लक्कै के भयो त अहिले सबै मान्छेहरू खाडीमा छन्। यसै गरी अहिले जेएनजीहरू पनि यस्तो गरेर केही फरक होला, 23 र 24 गते त ओहो नेपालै फरक पर्ला भन्ने थियो नि त। हामीले सोचेका थियौँ त, अचम्मै हुन्छ अब। 25 गतेबाट त हामीले अब नयाँ नेपाल सुरु भयो भनेको थियो नि त। लास्टमा केही भयो, केही पनि भएन नि त। त्यो हुनाले उनीहरू चाहिँ हलो अड्काउन आएको मात्रै हुन्। अब यसको निकास के हुनसक्छ? जस्तो कि तपाईँले भनिहाल्नुभयो, हलो अड्काउनलाई या अहिलेको जेएनजीहरूलाई एउटा एक खालको गुमराह गर्नलाई आएको भन्दै हुनुहुन्छ। यसको निकास चाहिँ के हुनसक्छ? कसरी चाहिँ अब हामी बाहिर आउने यो विषय? निकास त्यही हो। निकास अब यो हाम्रो सुशीला कार्कीलाई छोड्नुहोस् भन्ने आछन् जो जेएनजीहरूले होइन, एक थैली नछोड्नुहोस् पनि भनेका छन्। अब अहिले ठ्याक्कै फाइनल गरिहाल्ने कुरो त छैन नि त। भर्खर त 3 महिना भयो। अब यो जाँचबुझ आयोग सकिन दिनु पऱ्यो, 1 महिना थपेका छन् क्यारे। यो सकियो भने त केही न केही निकास त निकाल्नु पऱ्यो। कि उहाँहरूले छोड्नु पऱ्यो, कि उहाँहरूले एक्सन लिनु पऱ्यो, काम गर्नु पऱ्यो। भनेपछि जाँचबुझ आयोगसम्म अझ वेट एन्ड सीमा छ। जाँचबुझ आयोग त कुर्नु पऱ्यो नि त, के गर्छ भन्ने कुरा। न केही गरिहाल्छन् कि आयोगले
निवर्तमान सरकारलाई प्रधानमन्त्रीलाई ओलीजीलाई डाकेको डाकै छ। ओलीजी भन्नुहुन्छ म आउँदिनँ, गोलले ठोके ठोक। होइन डाके छैन र आधिकारिक रूपमा डाके पनि छैन, कागजपत्र दिने कि पक्राउ गर्ने सोधपुछ गर्छौँ भन्ने यतिकै कता कता बाहिर छुन्ने हल्ला चलाउने मिडिया ट्रायल गर्ने मात्रै छ। डाके चाहिँ डाक्नै सकेको अफिसियल पत्र पठाएको छैन, तथापि कुराकानी त बढाइरहेको छ। कुराकानी छ। ओली त ओली भइहाल्यो, ओलीलाई त कसले बोलाउने होइन? ओली त आफै त आउने कुरै हुँदैन। उनी मान्छे मार्नै रेडी हुन्छन् भने जब जहाँ अहिले फेरि कहाँ जान रेडी हुन्छ? जहाँ जाँदैनन् नि। भएको तपाईँको बुझाइमा उहाँले मान्छे मारेकै हो त्यो त अनि के त्यो मेरो बुझाइ होइन, हो नै हो नि, त्यसमा के सँगै भन्ने कुरा कुरा के छ भन्दाखेरि त्यत्रो मान्छे थाहा त हुन्थ्यो होला नि त। ल उनले मारेन, विदेशीले मारेर को नेपाली मरे नि त। हाम्रो दाजुभाइ मरेको होइन, हाम्रो भाइहरू मरेको। कसरी आए? विदेशी कसरी आए? उनकै सरकारमा विदेशी के गर्दै थियो उनले हेर्नुपर्छ। यदि त्यति भइसके पछाडि रोक्न सक्नु पर्थ्यो। अनि 23 गते बेलुका राजीनामा दिए पनि त भोलिपल्ट त्यत्रो हुन्थेन होला नि त। अनि नदिने म यो भन्दिनँ। अब ओलीको कुरा त गरेर साथै छैन, निकै हो के भने त्यसलाई अडिग या जिद्दी स्वभाव? होइन ओली भनेको त अब त्यो ठ्याक्कै डेफिनेसनै छैन के। मलाई चाहिँ लाग्छ यो ओलीको विषयमा कुरा गर्न आवश्यकै छैन, मान्छे नै भने जस्तो लाग्छ मलाई चाहिँ। हो साँच्चै भन्दाखेरि अब ओलीजी मात्र होइन, रमेश लेखक पनि त्यस्तै अभिव्यक्ति दिनुहुन्छ। उहाँहरूले भन्नुहुन्छ हामीलाई जानकारी नै थिएन, हामीलाई केही थाहा नै थिएन। रमेश लेखकले त बेलुकै राजीनामा दिनुभयो नि त। अब थाहा छैन त भन्ने नै भयो उनीहरूले त। जेलमा बसेको कैदीले पनि मैले अपराध गरेको छैन भन्छ नि त, भन्नु त स्वाभाविकै हो। अब त्यो जाँचबुझ आयोगले छानबिन गर्नुपर्ने हो खासमा चाहिँ। जाँचबुझ आयोग सक्षम होला जस्तो लाग्छ? हुनुपर्ने हो जस्तो लाग्छ मलाई चाहिँ लाग्छ जस्तो लाग्छ। हुनुपर्छ, नभएर के गर्ने त, हुनु परेन। जस्तै गौरबहादुर कार्कीलाई पनि यी मान्छे चाहिँ पहिल्यैदेखि प्रतिशोध साध्ने मान्छे हुन्। ओलीलाई चाहिँ ज्याक्नकै लागि उनले षड्यन्त्र गरेर चाहिँ यो पदमा आएका हुन्, हामी उहाँको कुरा मान्दैनौँ भनेर एमालेका पङ्क्तिले भनिरहेको छ। कङ्ग्रेसले पनि त्यस्तै भनिरहेको छ। यसलाई कसरी लिनुभएको छ? होइन त्यो अब उनीहरूले भन्ने कुरा चाहिँ भयो होइन। उनी प्रतिशोध साध्न आएका होइनन्। जुन भदौको 23 र 24 गतेको स्टेटसले भने आउनु उनीहरूले होइन, थाहा छ, मैले पनि हेरेको छु। त्यो भदौ र 23-24 गतेको सबैको स्टेटस त्यही थियो क्या। मलाई लाग्छ त्यो दिन त एमालेका मान्छेहरूले नै गाली गरिरहेको थियो नि ओलीलाई। गौरीबहादुर कार्कीले मात्र कहाँ हो र? एमालेका मान्छेहरूले गाली गरेर राजीनामा दे भनिरहेको थिए होइन। आफ्नो पार्टी हुन भएको हुनाले अलिकति नर्मल भए पनि खुल्न नसके गरिरहेको थिए। त्यसो हुनाले त्यो गौरीबहादुर कार्की मात्र एउटा मानवले जुन 23 गतेको घटना देख्दाखेरि जो पनि रुन्थ्यो नि। म 3-4 दिनसम्म रोएको थिएँ। अहिले सम्झिँदाखेरि अहिले रोइरहेछन् मान्छेहरू। त्यो घटनामा नरुने भाव विवल नहुने त सम्भवतः मान्छे नै होइन, छैन होला। सायद केपी ओली पनि रोथेन होला, बाहिर भनेनन् होला त्यो होला होइन। त्यसो हुनाले त्यसो भन्न मिल्दैन। अब तपाईँ नेपाल आउनु भएको छ, संयोग कस्तो भन्दाखेरि चाहिँ रविजी बाहिर आउनु भएको छ होइन। धेरैले चाहिँ के पनि आकलन गरिरहेछ भने अब विकासजी पनि कतै रविजीसँग सहकार्य गर्न आउनुभयो कि भन्ने चर्चा पनि उत्तिकै हामीले सामाजिक सञ्जालमा देखिरहेका थियौँ। वास्तवमा तपाईँको अबको नेपालको यो भ्रमण या आवागमन के को लागि, किन, अब नेपालमै बस्ने हो, फेरि फर्किने हो, या राजनीतितिर लाग्ने हो, चुनाव आउँदैछ, के हो ठ्याक्कै भन्नुहोस् न तपाईँको? राजनीतितिर त हामी छँदैछौँ, तपाईँ पनि राजनीतिमै हुनुहुन्छ के। सबैभन्दा खतरा तपाईँ हामीलाई छ होइन। पत्रकारलाई झन् धेरै खतरा हुन्छ, जुनसुकै ठाउँबाट थ्रेड आउँछ होइन। सबैको विरोध गर्नुपर्छ, हामीले अझ केही पाइँदा पनि पाइँदैन, पद पनि पाइँदैन होइन। त्यसो राजनीतिमा छँदैछौँ। अब अहिलेलाई चाहिँ राजनीति गरौँ भनेर हो। रविजीसँग त्यस्तो मेरो समन्वय गर्ने योजना चाहिँ छैन। सकभर स्वतन्त्रै बसौँ र स्वतन्त्र बसेर पनि खबरदारी गर्न सकिन्छ नि त। त्यस्तो त्यही लाइनमा छु मैले। भनेको राजनीति चाहिँ गर्ने तर रविजीसँग चाहिँ अहिले नआउने होइन। रविजीसँग भन्दा कोहीसँग पनि नआउने अहिले, कोहीसँग पनि नआउने अहिले। स्वतन्त्रमा बसिरहने। कुनै अरू पार्टी दल छ? छैन। त्यस्तो दल खोल्ने त हुँदैन। दल खोल्नेको विरुद्धमा हो म। अब दल खोल्न थालेको कसरी? कुनै दल, पुराना दलहरू, स्थापित दलहरू? छैन त्यस्तो केही पनि छैन। माओवादीतिर जाने कुरा पनि थियो अरे तपाईँको? होइन, ती माओवादीतिर जाने भन्ने कुरा ती भन्ने मान्छेले बुझेका छन्, म त्यो होइन। ती भन्ने मान्छेले बुझेका छन्, मलाई तिनले आरोप मात्रै लगायो तिनीहरूले। ज्ञानेन्द्र शाही यता राप्रपाबाट, विजय शाही, विकास शाही चाहिँ नि माओवादीमा जाने भन्ने कुरा छ भन्ने कुरा आएको थियो, कतिपयले त्यस्तो त भन्दै थिए। त्यस्तो होइन, माओवादी आफै सकिसक्यो, कहाँ जाने माओवादी छैन। खैर रमाइलो कुरो। अब अहिले रवि लामिछानेको विषयमा कुरा गरौँ। रवि लामिछाने ठ्याक्कै चुनाव अगाडि छुट्नु भएको छ होइन। तपाईँ सम्भवतः आएको भोलिपल्ट या आएको पहिलो दिन होला? अघिल्लो दिन होइन। रविजी छुट्नु भएको छ, यसले कस्तो खालको प्रभाव पार्छ नेपालको अहिलेको राजनीतिमा? एकदम राम्रो प्रभाव पारिरहेको पनि छ होइन। राम्रो छ, धेरै जनताहरू खुसी छन् रविजी छुटेकोमा। छुट्नु पर्थ्यो, खुलेर राजनीति गर्न पाउनु पऱ्यो नि त।
राजनीति गर्न पाउनु पऱ्यो नि, भित्र थुनेर त भएन नि त। ठिक छ, राम्रो छ, छुट्नु परेन। यिनीहरू यत्रो चाहिँ 8-8, 9-9 अर्ब खाँदासम्म बाहिर घुमिरहने होइन। ल मानौ रविलाई थुने पनि त उनीहरूले सरकारलाई 1 रुपियाँ दिए त दिएनन् नि त। त्यो गर्दै भयो भने त केही समस्या हुन्थेन। निकास पनि गर्न सकेन भनेपछि प्रतिशत साध्या हुन्। यो कुरा क्लियरै भयो हुनाले छुटेको राम्रो छ, छुट्नु पर्दैन। रविलाई तपाईँले भनेको भाषामा चाहिँ त्यसो भए त्यतिखेर राख्नु पनि गलत थियो। राख्नु त गलत थियो नि, राख्नु गलत थियो। राखेर पनि केही गर्न सकिन्छ कि भन्ने थियो यिनीहरूले। त्यो पनि केही गर्न सकिँदो रहेछ, छोड्ने पनि स्थिति आयो। अब त्यसरी मान्छेलाई मारेर केही हुन्छ कि भन्ने राजावादी आन्दोलन एकजना मान्छे मारेर हेरे, केही हुँदो रहेछ भन्ने भयो। त्यसपछि यो मारेपछि आफैले भाग्नु पर्यो। कुरा त्यही हो नि। मान्छेलाई अलिकति भयो भने टिकटकलाई अलिकति बोल्यो भने थुनिहाल्ने, सामाजिक सञ्जाल बन्द गरिहाल्ने, रवि जस्ता मान्छेलाई थुनिहाल्ने होइन। अलिकति आन्दोलन गरे नि मान्छे मारेर ठिक होला भन्ने भयो। राजावादी आन्दोलनमा एकजना मार्दाखेरि चाहिँ त्यति भएन। पछिल्लो समय त हामीले देख्यौँ नि त। 23 गते र 24 गतेको जे घटना घट्यो र 24 गतेको दिन जसरी रवि बाहिर ल्याइए, के भयो कसो भयो उहाँ अब अनुसन्धानको विषय होला, त्यो भित्रको कुरा होला, जानु उहाँहरूले होइन। कतिपयले फेरि यहाँबाट अभियान चलायो, गो ब्याक रवि तिमी भित्र जाऊ, तिम्रो लागि हामीले आन्दोलन गरेको होइनौँ। कतिपय जेनजीले भने तिमी ठग हो, यो हो, त्यो हो, भित्र जाऊ, जेलमा जाऊ भने। रवि अस्ति निस्किँदै गर्दा सबभन्दा पहिलो उनले बोलेका शब्द र उनले बोलेका हामीले वाक्यांशहरू सुन्ने भने जेनजीको पक्षमा बोले र त्यति मात्र गरेनन्। काठमाडौँ आउन साथ जेनजी घाइते र परिवारलाई भेट्न गए होइन। यो विषयले तपाईँलाई कसरी एनालाइसिस गर्नु? अब यस्तो छ, त्यो दिनको अवस्थामा त अब प्रधानमन्त्री नै भागेका थिए भने रवि त निक्लिने नै भए होइन। त्यो स्वाभाविकै हो। अब अरू पनि त्यस्तै अवस्थै त्यही थियो नि त। एउटा कुरा अब निक्लिने बित्तिकै रविले भेटे भन्ने कुरा ठिक हो नि त। अब 1-2 जना जेनजीले विरोध गरे, विरोध त भइहाल्छ नि। रवि लामिछाने जस्तो मान्छेले जेनजीले मलाई विरोध गरे भनेर यसो गर्ने कुरा हुँदैन के। कोही मान्छेले पनि मेरो विरोध गरे भनेर देशको अहिले अवस्था के छ त, अहिले जेनजीले समर्थन गर्नुपर्ने हो नि त, गर्नुपर्छ नि त। त्यही भएर त म यहाँ आइरहेको छु होइन। रविले पनि त्यही गर्नुपर्थ्यो। ठिक छ नि, गर्ने नै त्यही हो, लाइनै त्यही हो। मैले पनि विदेशबाट आएपछि सबभन्दा पहिला शहीदका परिवारलाई भेट्छु भन्ने थियो। अब अहिले मिलिरहेको छैन। मेरो पनि त्यही लाइन थियो। किन भन्दाखेरि उनीहरूले छोराछोरी गुमाएका छन् नि, कति दुःख छ, पीडा छ बिचाराहरू होइन। अझ अहिले उनीहरूलाई के भन्दैछन्, यिनीहरू त आतङ्ककारी पो भन्दैछन् उल्टै। भएको हुनाले हामीले जेनजीलाई समर्थन गर्नुपर्छ। मेरो फुल सपोर्ट छ, पहिलेदेखि गरेको अब पनि गर्छु। उहाँ आउन बित्तिकै फेरि धेरै कुराहरू भएको छ है। अलिकति तपाईँलाई अपडेट्स पनि छँदैछ, मैले भनिराख्नै पर्दैन। पार्टीको कार्यभार सम्हाल्नुभयो, जेनजी भेट्नुभयो र हिजो रात अबेरसम्म प्रधानमन्त्री पनि भेट्नुभयो अस्ति। त्यसपछि हिजो बालेनजीसँग भेट भएको छ। फोटो देखिसक्नु होला, तस्बिर आइसकेका छन्, भिडियो आइसकेका छन्। यो भेटलाई चाहिँ कतिको अर्थपूर्ण तरिकाले हेर्दै हुनुहुन्छ? यो भेटलाई अर्थपूर्ण भन्दा पनि गर्नुपर्ने त्यही हो। ठिक गरेका छन्। पहिला कुरा म राम्रो लाग्यो। किन भन्दाखेरि एउटा मै पनि एउटा देश बनोस् भन्न चाहने मान्छेले गर्ने नै त्यही हो नि त। जेनजीलाई भेट्नु पऱ्यो, प्रधानमन्त्रीलाई भेट्नु पऱ्यो, किन स्लो भइरहेछ, किन ढिलो भइरहेछ, किन काम भएन भन्नुपर्ने हो। त्यो गरेको राम्रो छ। यसको रिजल्ट निक्लोस्, राम्रो रिजल्ट निक्लोस् भन्ने चाहना छ मेरो। बालेन र रवि एक ठाउँमा आउँछन् त्यसो भए लाग्छ होइन? उनीहरू आउनै पर्छ के, आउनै पर्छ। उनीहरू आउने भए त पहिले पनि आइसक्थ्यो नि त। आउनै परेको भएर आएको हो नि त। अब पनि आउनै पर्छ। नआएर के गर्ने, कहाँ जाने? सिङ्गल लडेर त केही पनि हुँदैन, आउनै पर्छ। बालेनलाई के प्रधानमन्त्रीको प्रस्ताव दिएको जस्तो लाग्छ? त्यो कुराहरू आइरहेछन् बाहिर। मलाई लाग्छ बालेनलाई प्रधानमन्त्रीसँग दिन हुँदैन। किन भन्दाखेरि बालेनले पहिला सुरु भदौको 23-24 त्यत्रो आन्दोलन भइसक्यो, जेनजीहरूले दिइरहेको थियो नि त। त्यो देश उनले लिनुपर्ने हो नि त, लिएनन् नि। त्यसलाई मलाई चाहिँ लाग्दैन बालेन प्रधानमन्त्री बन्छन् पनि उनलाई दिनुपर्छ भन्ने पनि लाग्दैन मलाई चाहिँ। भनेको प्रधानमन्त्रीको आकाङ्क्षी उहाँ हुनु होला नहुनु होला, तर जहाँ समाचारहरू आइरहेका छन् रविले बालेनलाई प्रधानमन्त्री प्रस्ताव गरे र भेटवार्ता भएको छ। 6 घन्टा लामो भेट, यो त ऐतिहासिक भेट पनि हो। भनेको बालेनलाई तपाईँले प्रधानमन्त्रीको रूपमा हेर्न चाहनुहुन्न? मैले मात्र होइन, बालेन खुद आफैले चाहँदैन नि त। जस्तो भदौको 23-24 गतेबाट उनको प्रधानमन्त्री लौ तिमी बन भन्ने थियो नि त, उनी बनेनन् नि। उनी आफै बन्नै चाहँदैनन्। अब अर्को कुरा तपाईँ निर्वाचनपछि त 5 वर्षको कार्यकाल रहला, त्यसमा त आउनु होला होइन? तपाईँ यही हेर्नु न, त्यही दिन पनि उनले त्यत्रा जेनजीहरूको मरे। खै एकचोटि पशुपति आर्यघाटमा जानु पर्थ्यो, एकचोटि हस्पिटलमा भेट्न जानु पर्थ्यो, खै त कहीँ पनि गएनन्। भन्नु खोजेँ मतलब बालेनलाई त्यति राजनीति गर्नु छैन कि जस्तो लाग्छ मलाई चाहिँ। भन्दाखेरि कसलाई देख्नुहुन्छ त्यसो भए निर्वाचनमा? हामी फागुन 21 गते यदि गयौँ, सम्भव भयो भने तपाईँको तर्फबाट चाहिँ को चाहिँ प्रधानमन्त्री बन्नुपर्छ जस्तो लाग्छ? मेरो विचारमा चाहिँ रवि लामिछाने बन्नुपर्छ जस्तो लाग्छ मलाई। अहिलेको एकचोटि बनिदिएको भए केही गर्थे कि भन्ने एउटा। फेरि अर्को कुरा के यस्तो छ कि अब हामीले सोच्छौँ तर पछि धोका दिइदिन्छन् मान्छेहरूले होइन। सुशीला कार्की आमाले पनि केही गर्लिन् भन्ने कुरा थियो नि त, तर गर्नु भएन। त्यसरी अब भोलि धोका दिलान् आफ्नो ठाउँमा छ।
तर रवि लामिछाने बन्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। आजको दिनमा रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ भन्ने धारणा तपाईँ हुनुहुन्छ? हो एकदम। तर उहाँलाई चुनावमा उठ्ने कि नउठ्ने पनि शङ्का छ कि आजको दिनमा उहाँमाथि जुन मुद्दाहरू छन् होइन, उहाँ चुनावमा उठ्न पाउनुहुन्छ त्यसमा शङ्का रहेन। तर चुनावमा उठ्दै गर्दाखेरि पनि संसद पद त निलम्बन भइहाल्छ फेरि, त्यसर्थ उहाँ आफै चुनावमा जाने कि नजाने अनिवार्यता छ होइन। त्यो माहौल भोलि उनीहरूको धेरै सिट आयो, सारा जनताले माने भनेपछि त त्यो त मिलिहाल्छ, सम्भव हुनसक्छ। त्यो मिलिहाल्छ नि। कसरी हुन्छ त्यसको आधार चाहिँ के छ? अब आधार यस्तो त नेपालमा हेर्नु न, जस्तो उनीहरूले अस्ति कसरी भयो त, अस्ति भयो 23-24 गते 2 सरकार कसरी भाग्नु पर्यो त होइन, त्यही त हो नि। भोलि जनताले मानेर पुरै जनताले बहुमतै दियो भने त भइहाल्यो नि। कानुन संशोधन गरेर भए पनि रविलाई प्रधानमन्त्री बनाइन्छ यदि बहुमत आयो भने। बनाउँछन्, बन्छ। माहौल यस्तो भयो जस्तो अहिले पनि हेरौँ न त, अहिले पनि खास ठ्याक्कै भन्यो भने रवि लामिछाने नछोड्ने अवस्था पनि थियो नि त, बन्द गरिराखे पनि हुन्थ्यो, छोड्नु पऱ्यो नि त होइन, प्रधानमन्त्री नि भाग्नु पऱ्यो नि त। यस्तै हो यो, उनीहरूले भोलि त्यो अवस्थिति बन्न सक्छ। अब अन्तिममा भनिदिनुहोस्, अहिलेको सरकारको काम कारबाही हेर्दै गर्दाखेरि यो चुनाव होला जस्तो लाग्छ लाग्दैन? चुनाव हुन्छ, हुनुपर्छ। अब के गर्ने, अप्सन के छ हामीसँग? हुनु पऱ्यो नि, जसरी पनि हुनु पऱ्यो नि, सेना लगाएर पनि हुनु पऱ्यो नि। सेना लगाएर पनि गर्ने होइन, गर्ने के त, दलले मानेन भने मानिहाल्छ नि। अब दलले त्यो माथिका 2जना नमारेर हुँदैन, तलका मान्छे साधारण जनता सबै जनता हो नि मान्नुपर्ने त। दलका ती 2-4जना ती नेताले भनेको अहिले मान्दैनन् कि मान्छेले। म सामाजिक सञ्जाल धेरै अध्ययन गर्छु, ती दलले नमानेर केही पनि फरक पर्दैन। ती दलभित्र पनि सही मान्छेहरू छन् होइन, त्यसो हुनाले मान्नै पर्छ कि। अब चुनाव हुन्छ हुन्छ ढुकाउनुहुन्छ। हुन्छ। हस्, समय दिनु धन्यवाद। थ्याङ्क यू।